मेरो साउन्ड अडिबल छ? सुनिराख्नु भएको छ मलाई? छविजी, ज्योतिजी। ओके। विदाउट लुजिङ आवर टाइम, आज हामी के पढ्न गइरहेछौँ भन्दाखेरि हाम्रो इकोनोमिक्सको सब्जेक्टिभबाट हामी स्टार्ट गर्छौँ तपाईँहरूलाई। अब त्यसपछि हामी अब्जेक्टिभमा जाउँ ल। अनि 2.2 टपिकमा जब हामी जान्छौँ भने हामीले के हेर्छौँ भन्दाखेरि डिमान्ड सप्लाई छ हाम्रो। सबैजनाले डिमान्ड पढेरै आउनु भएको छ, डिमान्ड भनेको के हो भनेर। जस्ट हामीले के बुझ्न पर्छ भन्दाखेरि डिमान्डमा चाहिँ के थप्ने कसरी लेख्ने भन्ने कुरा हुन्छ है सर म्याडमहरू। डिमान्ड भनेपछि तपाईँहरूले अहिलेसम्म हामीले बुझेको कुरा के हो भन्दाखेरि विलिङनेस टु बाई इज डिमान्ड। कुनै पनि कन्ज्युमरले विलिङनेस टु बाई गर्छ, त्यसलाई डिमान्ड भनिन्छ। तर तपाईँहरूलाई सोद्धाखेरि स्टेट ल अफ डिमान्ड भनेर सोध्यो भने तपाईँले वाट आर डिफ्रेन्ट टाइप्स अफ डिमान्ड भनेर अहिलेको प्याटर्नको क्वेसन हेर्दाखेरि कस्तो छ भन्दाखेरि यी प्रदेशहरूमा तपाईँहरूलाई ट्याक 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 सिलेबसबाट क्वेसन काट्दो रहेछ कि टपिक वाइज काट्दो रहेछ। त्यही भएर तपाईँहरूले टपिक वाइज पढ्न पर्ने रहेछ। सो डिमान्डको एउटा डेफिनेसन भएर त मात्र भएन। जस्तै डिमान्ड भनेको के हो भन्दाखेरि भेरियस क्वान्टिटिज अफ गुड्स द्याट वुड बी पर्चेस्ड पर टाइम पिरियड एट डिफ्रेन्ट प्राइसेस इन अ गिभेन मार्केट। त्यो भनेकै डिमान्ड हो। बुझ्नुहोस् त, एउटा टाइम पिरियडमा डिफ्रेन्ट प्राइसेसमा तपाईँले कति पर्चेस गर्नुहुन्छ त्यो पनि डिमान्ड हो। विलिङनेस टु पे अ प्राइस फर अ स्पेसिफिक क्वान्टिटी अफ अ गुड्स अर सर्भिस एट अ गिभेन पोइन्ट अफ टाइम भने नि डिमान्ड हो। र डिमान्ड इक्जिस्ट गर्नलाई, कुनै पनि कुराको डिमान्ड इक्जिस्ट गर्नलाई के हुन पर्यो भन्दाखेरि सर्वप्रथम त कन्ज्युमर्सले बाई गर्ने विलिङनेस हुन पर्यो, कन्ज्युमरले बाई गर्नको इच्छा राख्न पर्यो। र दोस्रो कुरा, त्यो कमोडिटीको प्राइस हुन पर्यो। र तेस्रो कुरा, कति एमाउन्टमा त्यो कमोडिटी जान्छ भन्ने कुरा स्पेसिफाई हुन पर्यो। र एउटा टाइम पिरियड हुन पर्यो। यति भयो भने के हुन्छ, डिमान्ड एक्जिस्ट गर्छ। अब डिमान्डलाई तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि या त तपाईँले कर्भमा नि रिप्रेजेन्ट गर्न सक्नुहुन्छ या त टेबलमा नि गर्न सक्नुहुन्छ। डिमान्डलाई रिप्रेजेन्ट गर्न तपाईँले या त कर्भमा नि युज गर्न सक्नुहुन्छ या त टेबलमा नै युज गर्न सक्नुहुन्छ। यदि टेबलमा तपाईँले क्वान्टिटीको लिस्टिङ गर्नुभयो भने यो भनेको के हुन्छ, डिमान्ड स्केड्युल हुन्छ है। यो भनेको डिमान्ड स्केड्युल हुन्छ। र तपाईँले यदि ग्राफिकली डिमान्डलाई रिप्रेजेन्ट गर्नुभयो भने त्यसलाई डिमान्ड कर्भ भनिन्छ। जेनरली डिमान्ड कर्भ भनेको नेगेटिभ स्लोप हुन्छ। किन भन्दाखेरि अहिले ल अफ डिमान्ड हामी पढ्दाखेरि हेर्छौँ, डिमान्ड कर्भ जेनरली यस्तो हुन्छ, नेगेटिभ स्लोप, नेगेटिभ स्लोप है। अब अर्को कुरा हुन्छ इन्डिभिजुअल डिमान्ड। इन्डिभिजुअल डिमान्ड भनेकै के हो सर म्याडमहरू भन्दाखेरि कन्ज्युमरको डिमान्ड हो। इन्डिभिजुअल डिमान्ड भनेकै के हो भन्दाखेरि कन्ज्युमरको डिमान्ड हो। कुनै पनि व्यक्तिले, तपाईँले हामीले गरेको डिमान्ड भनेको इन्डिभिजुअल डिमान्ड हुन्छ। तर मार्केटमा हामी जस्तो डिफ्रेन्ट कन्ज्युमर्स हुन्छ, डिफ्रेन्ट इन्डिभिजुअल्स हुन्छ, र त्यसको कम्बाइन्ड डिमान्डलाई हामीले के भन्छौँ, मार्केट डिमान्ड भन्छौँ सर म्याडमहरू। त्यसको कम्बाइन्ड डिमान्डलाई के भनिदिन्छ भन्दाखेरि मार्केट डिमान्ड भन्छौँ। यहाँसम्म बुझ्न पर्यो। र कहिले काहीँ सोध्छ डेराइभ डिमान्ड के हो, प्राइमरी डिमान्ड के हो। त अब मर्निङको टाइम छ, तपाईँले ब्रेड र चिया खान जानु हो भने चिया तपाईँको प्राइमरी डिमान्ड भयो, ब्रेड तपाईँको प्राइमरी डिमान्ड भयो। डेराइभ डिमान्ड के हुन्छ भन्दाखेरि चियाको डिमान्ड बढ्दैमा चिनीको डिमान्ड नि बढ्छ, चियापत्तीको डिमान्ड नि बढ्छ, दुधको डिमान्ड नि बढ्छ। चियाको डिमान्ड बढ्दैमा चियापत्ती, चिनी र दुधको डिमान्ड बढ्यो। चियापत्तीको डिमान्ड बढ्दैमा तपाईँको के हुन्छ भन्दाखेरि त्यो चियापत्ती फार्ममा चाहिने एग्री इनपुट्सको डिमान्ड बढ्छ। त्यसै गरी तपाईँको व्हिटको डिमान्ड, ब्रेड खाँदैमा व्हिटको डिमान्ड बढ्दैमा के हुन्छ भन्दाखेरि व्हिटको सिड्सको डिमान्ड बढ्छ भने व्हिटको सिड्सको डिमान्ड बढ्नु भनेको के हो, डेराइभ डिमान्ड हो। प्राइमेरी डिमान्ड कहाँ छ, काठमाडौँमा कुनै ठाउँमा बसेर तपाईँ चिया खाँदै हुनुहुन्छ, तपाईँले डिमान्ड द तपाईँले चिया गर्नु भएको छ,
तपाईँले व्हिटको सिड्ससम्म र ब्रेड गर्नु भएको छ, तपाईँले व्हिटको सिड्स, गाईको फिड्स र तपाईँले टीको जुन एग्री इनपुट्सहरू छ त्यहाँसम्म तपाईँले डिमान्ड डेराइभ गराइराख्नु भएको छ। यो हो प्राइमेरी डिमान्ड, डेराइभ डिमान्डको कन्सेप्ट तपाईँले बुझ्न पर्ने है। यति हो डिमान्डको बारेमा तपाईँले बुझ्न पर्ने। डिमान्ड के हो, डिमान्ड स्केड्युल के हो होइन, डिमान्डको कर्व के हो, प्राइमेरी डिमान्ड के हो, डेराइभ डिमान्ड के हो र कन्ज्युमर डिमान्ड के हो, मार्केट डिमान्ड के हो र डिमान्ड सम्बन्धी कुनै प्रश्न आयो भने यति कुरालाई तपाईँले माइन्डमा राख्न पर्ने हुन्छ। यहाँसम्म क्लियर छ सर म्याडमहरू? ओके, सो नाउ वी आर टकिङ अबाउट द ल अफ डिमान्ड। हामी अहिले अब ल अफ डिमान्डको बारेमा पढ्न गइरहेछौँ। सबै सर म्याडमहरूले पढ्नु भएकै कुरा हो। ल अफ डिमान्ड भनेको के भन्छ भन्दाखेरि क्वान्टिटी डिमान्ड्सको प्राइससँग रिलेसनसिप इन्भर्स हुन्छ, नेगेटिभ हुन्छ। के हुन्छ भन्दाखेरि जति मूल्य बढ्दै गयो त्यति डिमान्ड घट्दै जान्छ। द्याट इज ल अफ डिमान्ड। ल अफ डिमान्डले के भन्छ सर म्याडमहरू भन्दाखेरि जति जति प्राइस बढ्दै गयो त्यति त्यति डिमान्ड घट्दै जान्छ। हरेक कुरामा यो लागू हुँदैन, तर म्याक्सिमम कुरामा, नर्मल कुरामा यो कुरा लागू हुन्छ। कस्तो बुझ्नुहोस् भन्दाखेरि तपाईँले डे टु डे कन्जम्सन गर्ने नर्मल गुड्सहरूको प्राइस बढ्यो भने त्यसको कन्जम्सन तपाईँले घटाइदिनुहुन्छ। फेरि गिफन गुड्सको मैले अहिले कुरा गरेको छैन, त्यो मैले एक्सेप्सनमा आउँछु। अहिले नर्मल गुड्सको मात्र मैले कुरा गरिरहेको छु। अब ल अफ डिमान्डलाई के एक्सप्लेन गर्नुहुन्छ भन्दाखेरि द क्वान्टिटी अफ अ कमोडिटी डिमान्डेड इज इन्भर्सली रिलेटेड टु द प्राइस अफ द्याट कमोडिटी भन्छन्। कुनै पनि कुराको प्राइस बढ्दाखेरि त्यो कमोडिटीको हामीले क्वान्टिटी डिमान्ड घटाउँछौँ। यो र भाइस भर्सा हो यसको रिलेसनसिप। यही हो ल अफ डिमान्ड। अनि डिमान्ड कर्भ कस्तो हुन्छ भन्दाखेरि नेगेटिभ स्लोप हुन्छ। इट स्लोप्स फ्रम लेफ्ट टु राइट depicting that with an increase in price, quantity demand falls and vice versa। अब यसको फिगर हेर्नुहोस् कस्तो हुँदो रहेछ भन्दाखेरि अघि नै हामीले बनायौँ ल अफ डिमान्डको। हेर्नुहोस् त P1 बाट P2 मा आउनुभयो भने क्वान्टिटी डिमान्ड बढ्यो किनकि P2 इज लोवर देन P1, सो Q2 इज ग्रेटर देन Q1। P1 इज ग्रेटर देन Q2, P1 इज ग्रेटर देन P2, सो Q1 इज स्मलर देन Q2। यहाँ ल अफ डिमान्ड म्याच गर्छ कि गर्दैन सर म्याडम? अब यति भइसकेपछि तपाईँले एजम्सन्स बुझ्नु पर्ने हुन्छ के हो। इकोनोमिक्समा सबैभन्दा बढी एजम्सन्सको प्रयोग गरिन्छ। इकोनोमिक्समा सबैभन्दा बढी एजम्सन्स युज गरिन्छ। तपाईँहरूले के बुझ्नु पर्यो भन्दाखेरि इकोनोमिक्समा धेरै पढ्न भन्दा नि धेरै एजम्सन्स गरियो भने धेरै फिट गर्छ कि क्यान्सरले। ल अब ल अफ डिमान्डको एजम्सन्स के हुन्छ भन्दाखेरि नो चेन्ज इन द कन्ज्युमर इन्कम। कन्ज्युमरको इन्कम बढ्न भएन होइन। नो चेन्ज इन द कन्ज्युमर टेस्ट एन्ड प्रिफरेन्सेस। कुनै पनि मान्छेको टेस्ट र प्रिफरेन्सेस चेन्ज भइदियो भने फेरि त्यसले यो कुरा लागू गर्दैन। नो चेन्ज इन प्राइसेस अफ अदर रिलेटेड आर सब्सटिच्युट गुड्स। नजिकको जुन कम्प्लिमेन्ट्री गुड्स होस् या सब्सटिच्युट गुड्स होस् या तपाईँको रिलेटेड गुड्स होस्, यिनीहरूको प्राइसमा चेन्ज हुन भएन र त्यो कमोडिटीको कुनै सब्सटिच्युट मार्केटमा आउन भएन। देयर सुड बी नो चेन्ज इन कन्ज्युमर्स वेल्थ। र मान्छेको जुन इन्कम छ, वेल्थ छ, त्यसमा कुनै चेन्ज आउन भएन।
र people do not feel that present fall in price is an indication of a further decline in price र प्राइसको स्पेकुलेसन हुन भएन। अब नो चेन्ज इन कन्ज्युमर्स इन्कममा हेर्नुहोस्, जस्तै कस्तो हुन्छ भन्दाखेरि हामीले इन जेनरल अब नर्मल मान्छे छौँ, हाम्रो इन्कम नर्मल छ भने हामीले के कन्ज्युम गर्छौँ भन्दाखेरि खाजामा समोसा मोमो, समोसा मोमो। तपाईँको जब इन्कम बढ्छ भने तपाईँले यो प्राइस समोसाको कम भयो या मोमोको कम भयो तपाईँले हेर्नु हुँदैन। तपाईँले हाई लेभलको तपाईँले डिमान्ड गर्नुहुन्छ। जस्तै नर्मली हामीले चिया कफी खाइराखेका हुन्छौँ, त्यसपछि हामीले लाटे क्यापुचिनो के खोज्छौँ भन्दाखेरि हाम्रो इन्कमले जब बढ्दै जान्छ त्यति बेला हामीले के गर्छौँ भन्दाखेरि चियाको प्राइसमा हामीले बसेर हेर्दैनौँ कि हामी हाम्रो स्टेटस सिम्बल मेन्टेन गर्नको निमित्त हामीले के गर्छौँ भन्दाखेरि कमोडिटी सिफ्ट गरिदिन्छौँ, कमोडिटी सिफ्ट गरिदिन्छौँ। अर्को छ नो चेन्ज इन कन्ज्युमर टेस्ट एन्ड प्रेफरेन्सेस भन्छ। यसको पनि एउटा इक्जाम्पल हेर्नुहोस्। जस्तै फर एन इक्जाम्पल, वेन एभर आई एम इन माई होम टाउन आई प्रिफर समोसा पकौडा द मोस्ट, बिकज त्यहाँको मोमो बनाउने जुन तरिका छ त्यो राम्रो छैन। बट वेन एभर आई एम ब्याक टु काठमाडौँ आई प्रिफर मोमोज ओभर द पकौडा ओभर द समोसाज। सो यहाँ काठमाडौँमा समोसा पकौडाको रेट कम हुँदैमा मैले त्यो खाने होइन कि मोमै खाने हो, बिकज मेरो टेस्ट र प्रिफरेन्सले मोमो डिमान्ड गर्छ नि त, होइन? नभए त समोसाको दाम काठमाडौँमा कम छ मेरो होम टाउनभन्दा, म यहाँ समोसा धेरै खान पर्ने। बट त्यस्तो हुँदैन, बिकज मेरो टेस्ट नै प्रिफरेन्सेसै नै समोसा भन्दा माथि मोमोको आइदिन्छ यहाँ। अर्को छ नो चेन्ज इन प्राइस अफ द रिलेटेड अर सब्स्टिट्युट गुड्स भन्छौँ। अब यसको कस्तो छ भन्दाखेरि इन जेनरल तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि गुड्स दुई किसिमले रिलेट गर्न सकिन्छ। एउटा कम्प्लिमेन्ट्री गुड्स हुन्छ, एउटा सब्स्टिट्युट गुड्स हुन्छ। सब्स्टिट्युटले के गर्छ, एउटालाई अर्कोले रिप्लेस गरिदिन्छ। र कम्प्लिमेन्ट्री गुड्स के हुन्छ, त्यो भइ नहुने कुरा, जस्तै सँगै आउने कम्प्लिमेन्ट्री गुड्स चिनी दुध या चिनी चियापत्ती कम्प्लिमेन्ट्री हो। फेरि डायबेटिक पेसेन्ट भन्नु नहोला, त्यो भनेको इरेसनल कन्ज्युमर भयो। रेसनल कन्ज्युमरको लागि हामीले कुरा गर्दैछौँ यहाँ। र सब्स्टिट्युट गुड्स कस्तो भयो भन्दाखेरि कोला र पेप्सी। कोला र पेप्सी बेस्ट इक्जाम्पल हो सब्स्टिट्युट गुड्सको। तपाईँले कोको कोला खानुभयो, तपाईँले पेप्सी खानुहुन्न। भर्खर हामीले होली सकाएको छौँ, तपाईँले कसैको घरमा जाँदाखेरि तपाईँले सोध्ला के लिनुहुन्छ, तपाईँले कोको कोला लिनुहुन्छ, तपाईँले स्प्राइट लिनुहुन्छ, तपाईँले ड्यू लिनुहुन्छ, तपाईँले किन भन्दाखेरि यिनीहरू एकअर्काको सब्स्टिट्युट हो। त्यही भएर तपाईँलाई अप्सन दियो कि स्लाइस लिनुहुन्छ जेनरली, होइन? यिनीहरूमा के हुन्छ, जब प्राइस जसको कम हुन्छ मान्छे त्यतातिर बढी सिफ्ट हुन्छन्। आई स्टिल रिमेम्बर when I was a student, I used to go to the cafeteria, see the price list, which one is cheaper. I used to buy that and start to have that cold drink. Generally, slice हामीलाई सस्तो पर्थ्यो, किन भन्दाखेरि रियल हामीलाई सस्तो पर्थ्यो। त यो भनेको के हो, सब्स्टिट्युट हो। फ्रुटीको रियलको प्याकेट ठुलो हुन्थ्यो, होइन? त्यसले गर्दाखेरि प्राइससँग हामीले के गर्थ्यौँ भन्दाखेरि, तर त्यसको प्राइस घट्दैमा, सब्स्टिट्युट गुड्सको प्राइस घट्दैमा मलाई मनपर्ने कुरा मैले छोड्दै थिएँ फ्रुटी। किन भन्दाखेरि मैले बढी मात्रा पाउँथेँ कम पैसामा। त्यसले ल अफ डिमान्डलाई भाइलेट गर्थ्यो। अर्को छ नो न्यू सब्स्टिट्युट्स फर द गुड्स ह्याभ बिन एक्जिस्टेड भन्छन्। टर्च लाइट पहिला पहिला कति युज हुन्थ्यो, तपाईँहरू कतिको गाउँको परिवेशबाट आउनु भएको छ। टर्च एक्सटेन्सिभली युज गरिन्थ्यो पहिला, इलेक्ट्रिसिटी नभएको बेलामा घर घरमा टर्च, सिरानी मुनि टर्च। तर जब मोबाइल फोन आयो त्यसपछि यो टर्च र रेडियो हराएर गयो। टर्च रेडियोहरूको प्राइस कम हुँदा नि अब कसैको घरमा मात्रै तपाईँले देख्न सक्नुहुन्छ। केही दिनपछि त ती सबै एन्टिक पिस भएर बस्छ। अब एउटा मोबाइलमा सबै आएर बस्दैछन्। सब्स्टिट्युट आइदियो नि त टर्चको अहिले। देयर सुड बी नो चेन्ज इन कन्ज्युमर्स वेल्थ भन्छ।
मानौँ घर बनाउन गयो, कुनै किसिमको खजाना भेट्यो धरतीको मुनि, त्यो मान्छेको पनि फेरि ल अफ डिमान्ड सबै भाइलेट गरिदिन्छ, किन भन्दाखेरि त्यसको वेल्थै बढ्यो भने। र पिपुल डु नट फिल द्याट प्रेजेन्ट फल इन प्राइस इज एन इन्डिकेसन अफ अ फर्दर डिक्लाइन इन प्राइस। सेयर मार्केट तपाईँहरूले कतिको सेयर चलाउनुहुन्छ, जेनरली के हुन्छ भन्दाखेरि त्यो सेयरको प्राइस घट्दैमा हामीलाई के भन्छ भन्दाखेरि यदि फ्युचरमा नि घटिराख्यो भन्ने कुरा तपाईँलाई शङ्का लाग्यो भने तपाईँले के गर्नुहुन्छ भन्दाखेरि ल अफ डिमान्डलाई भाइलेट गरिदिनुहुन्छ, स्पेकुलेसन गर्न थाल्नुहुन्छ र तपाईँले सेयर बेचिदिनुहुन्छ। स्पेकुलेसनले गर्दा नि ल अफ डिमान्ड भाइलेट हुन्छ। कुन चाहिँ सरले एनोनेसन अफ अन गरेर स्क्रिन केर्नु कोड केरकार गर्नु भएको रहेछ। यहाँसम्म क्लियर छ सर म्याडमहरू? नाउ द पोइन्ट कि ल अफ डिमान्ड अपरेट किन हुन्छ, वाइ ल अफ डिमान्ड किन नेगेटिभ स्लोप भइरहेछ, किन क्वान्टिटी र प्राइसमा इन्भर्स रिलेसनसिप छ, द्याट्स अल बिकज अफ द ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटी। गोसेनले दिएको, तपाईँले ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटी पढ्नु भएको होला। ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटीले के भन्छ भन्दाखेरि यहाँबाट दुई तिनवटा अब्जेक्टिभ क्वेसन छ सर म्याडम। पहिला मैले अब्जेक्टिभ क्वेसन सोध्छु तपाईँहरूलाई, त्यसपछि मैले ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटीलाई एक्सप्लेन गरिदिन्छु। द फर्स्ट क्वेसन माई इज टु यु इज the total utility is maximum when marginal utility is option A positive, option B negative, option C zero, option D infinity। मेरो क्वेश्चन सुन्नुहोस् है। द टोटल युटिलिटी इज म्याक्सिमम व्हेन मार्जिनल युटिलिटी इज ऑप्शन ए पोजिटिभ, ऑप्शन बी नेगेटिभ, ऑप्शन सी जेरो, ऑप्शन डी इन्फिनिटी। भन्नुहोस् त सर म्याडमहरू। यहाँ 27 जना हुनुहुन्छ, 2 जना हामी म्यानेजमेन्टबाट होला, 25 जना हुनुहुन्छ। भन्नुहोस् त मैले सोधेको क्वेसनको एन्सर के होला? द टोटल युटिलिटी इज म्याक्सिमम व्हेन द मार्जिनल युटिलिटी इज ऑप्शन ए पोजिटिभ, ऑप्शन बी नेगेटिभ, ऑप्शन सी जीरो, ऑप्शन डी इन्फिनिटी। सबभन्दा लास्ट टेक्स्ट ममताजीबाट आछ। ममताजी भन्नुहोस् त के होला? सुनिराख्नु भएको छ मलाई? अमृताजी, छविजी, ज्योतिजी, कुबेर जैसीजी, मैले सोधेको क्वेसन बुझ्नुभयो? द टोटल युटिलिटी इज म्याक्सिमम व्हेन मार्जिनल युटिलिटी इज। रविनजीले जिरो भन्नुभएको छ। अरू सर म्याडमले भन्नुहोस् त। सृजना पण्डितजीले जिरो, छविजीले जिरो, नवीन अधिकारीले के होला सर टोटल? यस्तो हो, टोटल युटिलिटी भनेको नै म्याक्सिमम सेटिस्फ्याक्सन हो नवीनजी, बुझ्नु भएन? टोटल युटिलिटी भनेको कुन सेन्समा भन्यो भन्दाखेरि कन्ज्युमर ह्याभ म्याक्सिमम सेटिस्फ्याक्सन वेन मार्जिनल युटिलिटी इज भनेपछि मार्जिनल युटिलिटी जिरो भएको बेला, रामेशजीले नेगेटिभ भन्नुभएको छ, त्यति बेला के हुन्छ? टोटल युटिलिटी म्याक्सिमम हुन्छ। मैले ग्राफमा देखाउँछु तपाईँलाई, त्यसपछि यो म क्लियर गरौँला। ल यहाँ हेर्नुहोस् त, तपाईँहरूले कतिको नेगेटिभ हुँदैन। नेगेटिभ भन्ने सर म्याडमले के बुझ्नुहोस् भन्दाखेरि मिस्टेक गर्नुभयो है।
यो म्याक्सिमम मानौँ यहाँबाट डिक्लाइन भएको छ भने मार्जिनल युटिलिटी कस्तो भइदिन्छ भन्दाखेरि यो यस्तो भइदिन्छ। र यो यस्तो भइदिन्छ सर म्याडम बुझ्नु। यो भनेको टोटल युटिलिटी हो। यो टियु हो, टोटल युटिलिटी। यो मार्जिनल युटिलिटी हो। बुझ्नुभयो नवीनजी अब? कि कर बुझिएन तपाईँहरूले भन्नुहोस् त? हेर्नुहोस् है, यो फिगर एक्स्ट्रा छ, यसलाई यसलाई बिर्सिनुहोस्। यो यति जुन छ यो एक्स्ट्रा छ। अब फिगर हेर्नुहोस् त के छ। यो टोटल युटिलिटीको कर्भ हो। टोटल युटिलिटीको कर्भ हो, यस्तो बढ्दै गयो। टोटल युटिलिटीको कर्भ बढ्दै गयो, बढ्दै गयो, बढ्दै गयो, म्याक्सिमम हुन्छ। त्यति बेला मार्जिनल युटिलिटी के हुन्छ? घट्दै जान्छ, घट्दै जान्छ, घट्दै जान्छ, घट्दै जान्छ। र एउटा पोइन्टमा जब टोटल युटिलिटी म्याक्सिमम हुन्छ त्यति बेला के हुन्छ? मार्जिनल युटिलिटी जिरो भइदिन्छ। र फेरि टोटल युटिलिटी के हुन्छ? घट्न थाल्छ, घट्न थाल्छ। मार्जिनल युटिलिटी के हुन्छ? नेगेटिभ भइदिन्छ। यसलाई कसरी जस्टिफाई गर्नुहोस् भन्दाखेरि तपाईँ भोको पेट कतै जानु भएको छ, तपाईँलाई एक प्लेट मोमो खाना दियो, तपाईँलाई के हुन्छ भन्दाखेरि एउटा टेक्स्ट बनाउनुहोस् है। तपाईँहरू किन कन्फ्युज हुनुभयो टोटल युटिलिटी र मार्जिनल युटिलिटीमा? मैले बुझिनँ। एकजनाले मलाई सोध्नुहुन्छ सर टोटल युटिलिटी हुन्छ र भनेर। नभए मैले थोरै भन्थेँ र सर म्याडम। नभएर भन्थेँ मैले, हुन्छ अनि त भनेको छु होइन। त्यसपछि कतिले नेगेटिभ भन्नुभयो। नेगेटिभ भन्ने मान्छेले त के बुझ्न पर्यो सर म्याडम भन्दाखेरि प्रिपरेसन अलिक कडा तरिकाले गर्न पर्यो तपाईँहरूले है। ल एउटा ग्राफ बनाऊँ। त्यो फिगरले तपाईँहरूले बुझ्नु भएन भने यो कर्भ हेर्नुहोस्, यो टेबल हेर्नुहोस्। यहाँ क्वान्टिटी छ है, यो क्वान्टिटी। यो मार्जिनल युटिलिटी छ, यो टोटल युटिलिटी छ। युटिलिटीलाई केमा मेजर गरिन्छ सर म्याडमहरू भन्नुहोस् त? युटिलिटीलाई केमा मेजर गरिन्छ? युटिल्समा मेजर गरिन्छ। ल, एउटा प्लेट मोमो खानुभयो भने मार्जिनल युटिलिटी 4 भयो भने टोटल युटिलिटी नि तपाईँको के भयो? 4 भइदियो। दोस्रो एप्पल खानुभयो भने तपाईँको मार्जिनल युटिलिटी घट्छ। किन भन्दाखेरि जति मजा पहिलो प्लेट या पहिलो रसभरी या पहिलो तपाईँको स्याउ खानामा या पहिलो मोमो खानामा थियो त्यति रहँदैन। त टोटल युटिलिटी यो दुईटा जोडेर 7 भएर आउँछ तपाईँको। तेस्रो खानुभयो तपाईँको के हुन्छ? युटिलिटी एकै आउँछ। किन भन्दाखेरि अघाइहाल्नुभयो। तपाईँको के भइदिन्छ? 7 1 8 भइदिन्छ तपाईँको टोटल युटिलिटी। चौथो प्लेट मोमो खानुभयो तपाईँलाई, अब खानै मन लाग्दैन, अघाउनु भयो, तपाईँको टोटल युटिलिटी के भइदिन्छ? अब चौथोमा पनि 8 भइदिन्छ। र तपाईँलाई लिने भनेको यो हो कि टोटल युटिलिटी म्याक्सिमम कहाँ हुन्छ भन्दाखेरि जब यो मार्जिनल युटिलिटी जिरो हुन्छ। यो युनिभर्सल फ्याक्ट हो तपाईँहरूलाई है। बुझ्नुभयो? टोटल युटिलिटी त जोडिँदै गइराखेको हुन्छ नि त। मार्जिनल युटिलिटी जुन पोइन्टमा जिरो हुन्छ त्यही ठाउँमा त टोटल युटिलिटी म्याक्सिमम होला, हो कि नै सर म्याडमहरू भन्नुहोस् त? अब क्लियर हुनुभयो? र अघि जुन मैले ग्राफ तपाईँहरूलाई बनाएर देखाएको थिएँ त्यो ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटीको ग्राफ थियो। फेरि पनि हामी त्यसलाई हेरौँला। जस्ट मैले सोध्नलाई तपाईँले कतिको बुझ्नु भएको छ भनेर सोधेको थिएँ। मार्जिनल ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटीले के भन्छ भन्दाखेरि तपाईँको जुन कन्जम्सन इन्क्रिजिङ हुँदै गयो कुनै पनि कमोडिटीको भने तपाईँको जुन मार्जिनल युटिलिटी गेन हुन्छ त्योबाट त्यो डिमिनिस हुँदै जान्छ होइन। नयाँ किताब ल्याएर सुरुमा जति पढ्न मजा आउँछ त्यति पछि पछि पढ्न मजा आउँदैन नि त। त्यो के हुन्छ भन्दाखेरि पहिलोचोटि कुनै पनि कुराको जति सेटिस्फ्याक्सन दिन्छ त्यो अर्कोचोटि दिँदैन है सर म्याडम। ओके छ सर म्याडमहरूलाई? अगाडि बढौँ।
हेर्नुहोस् है, ल अफ डिमान्ड किन अपरेट गर्छ भन्दाखेरि ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटीले एज द प्राइस अफ द कमोडिटी फल्स कन्ज्युमर पर्चेज मोर अफ द कमोडिटी सो द्याट हिज मार्जिनल युटिलिटी अफ द कमोडिटी अल्सो फल्स टु इक्वल द रिड्युस प्राइस। र कन्ज्युमरले त्यति बेलासम्म किन्छ जब उसको जुन मार्जिनल युटिलिटी हुन्छ त्यो फल प्राइससँग म्याच गर्दैन, रिड्युस प्राइससँग म्याच गर्दैन, र प्राइस राइज भयो भने अपोजिट ह्यापेन्स हुन्छ, त्यही भएर ल अफ डिमान्ड अपरेट गर्छ। सब्स्टिट्युसन इफेक्ट र इन्कम इफेक्ट पर्छ। सब्स्टिट्युसन इफेक्टले के भन्छ भन्दाखेरि जब प्राइस कुनै कमोडिटीको घट्छ त्यो कमोडिटी चिपर हुन जान्छ देन अदर कमोडिटिज विच द कन्ज्युमर इज पर्चेजिङ, जुन कन्ज्युमरले पर्चेज गरिरहेछ। एज अ रिजल्ट द कन्ज्युमर वुड लाइक टु सब्स्टिट्युट द चिपर कमोडिटी फर द अदर कमोडिटिज हुज प्राइस रिमेन द सेम। मैले भने कमले पनि कन्ज्युमरले चिपर कमोडिटीसँग के गर्छ, त्यसलाई साटासाट गर्न खोज्छ। इन्कम इफेक्ट भन्छ। As the price of a commodity is reduced, the consumer has to spend less amount of money income for the same amount of the commodity. Part of the increase in his real income can be used to purchase more of the cheaper commodity. Thus, when the price falls, the amount demanded rise as and vice versa. मनी इन्कम र रियल इन्कम के हो भन्दाखेरि रियल इन्कममा पर्चेजिङ पावरलाई अकाउन्ट गरेर हामीले चेक गरिरहेको हुन्छौँ। न्यू कन्ज्युमरले के भन्छ, जब जब नयाँ कन्ज्युमरहरू थपिन्छ, when the price of a commodity is reduced, then many other consumers who were not consuming the commodity earlier will start purchasing it now because it is within their reach now. याद गर्नुहोस् त, यो एन्ड्रोइड फोन्सहरू अहिले बुढाबुढाको हातमा आइसके, किन भन्दाखेरि त्यो एन्ड्रोइडको प्राइस घट्दै गयो अनि त्यो त्यो नयाँ कन्ज्युमर त्यसले डेभलप गर्यो कि। र डिफ्रेन्ट युजेस अफ द कम्युनिटी मोबाइल बेस्ड इक्जाम्पल हो। यसमा रेडियो पनि छ, यसमा टेलिभिजन जस्तो फिचर पनि छ, यसमा टर्च लाइट पनि छ, यसमा क्यामेरा नि छ, यसमा सबै कुरा छ। यसको मल्टिपल युजेस छ। अ कमोडिटी मे have several uses. If its price rises, it is used only for more important purposes भन्छन्। जेनरली के हुन्छ, आइफोनको प्राइस धेरै छन् त अनि आइफोनलाई हामीले के गर्छौँ, या त क्यामेरा या त फोनको लागि प्रयोग गर्छौँ, बढी रेडियो सेडियो हामीले सुन्दैनौँ। तर जब त्यसको प्राइस घट्छ त्यसपछि त्यो कुरालाई म्याक्सिमम पर्पोजमा हामीले युज गर्न थाल्छौँ। एज अ रिजल्ट इट्स डिमान्ड विल गो डाउन भन्छ। हाउएभर वेन द प्राइस इज, तर यसलाई स्ट्याटिस्टिक सिम्बलसँग फेरि जोड्या हुन्छ। When the price is reduced, the commodity will be put to many other uses where it was not being used earlier. Its demand will go up भन्छ है। आइफोनको प्राइस अलिक घटाइदियो भने सबैले लिन्छ, त्यसको काम सबैमा प्रयोग गर्न थाल्छ र त्यसको जुन कन्ज्युमरहरू थपिँदै जान्छन्। एक्सेप्सन टु द ल अफ डिमान्ड। ल अफ डिमान्ड अपरेट गर्दाखेरि कहाँ कहाँ एक्सेप्सन छ भनेर हेर्नुहोस् त। इन्फेरियर गुड्स, डिमान्ड फर इन्फेरियर गुड्स आल डु नट इन्क्रिज इभन द प्राइस फल्स भन्छ। इन्फेरियर गुड्सहरूको तपाईँले के बुझ्नु पऱ्यो भन्दाखेरि जस्तै तपाईँको घरमा पुरानो फर्निचरहरूको डिमान्ड जब प्राइस घट्यो भने नि तपाईँले त्यसलाई बढाउनु हुँदैन, बिकज दे बिकम इन्फेरियर फर यु। आर्टिकल्स अफ डिस्टिङसन जस्तै तपाईँको यो ज्वेलरी भयो तपाईँको लागि होइन, हामीले अब हेर्छौँ नि विभिन्न किसिमको हारहरू आउँदै गर्छ, रानी हार भन्छ के भन्छ होइन। जब त्यसको प्राइस बढ्दै गए पनि तपाईँलाई किन्नै पर्ने हुन्छ, किन भन्दाखेरि होइन त्यो लगाएन तपाईँको घरको या तपाईँको मिसेस म्याडम या तपाईँको दिदीले भने के भन्छ भन्दाखेरि होइन योसँग त सुनै छैन भनेर। सो आर्टिकल्स अफ डिस्टिङसनको प्राइस जस्तै सुन 1,71,000मा जाँदा नि मान्छेले किन्न त छोडेको छैन नि त, प्राइस बढ्दा नै डिमान्ड त्यतिकै बढिरहेछ। किन भन्दाखेरि डिस्टिङसनको कुरा हुन्छ, छुट्टै देखिने कुरा हुन्छ। एक्सेप्सन एक्सपेक्टेसन अफ चेन्ज इन द प्राइस अफ द कमोडिटी इन द फ्युचर। अब म के लाग्छ तपाईँलाई भन्दाखेरि यो सेयरको प्राइस भविष्यमा बढ्नेवाला छ भने तपाईँले त्यसलाई एकुमुलेट गर्न थाल्नुहुन्छ र यसरी
त्यसको प्राइस बढिराखेको अवस्थामा नि तपाईँले एकुमुलेट गर्नुहुन्छ। किन भन्दाखेरि तपाईँ बुलिस नेचरले सोच्नु भएको छ कि ओहो अब फ्युचरमा यसको प्राइस बढ्छ, त्यही भएर किन्नुहुन्छ। अर्को छ इग्नोरेन्स अफ कन्ज्युमर्स अबाउट द क्वालिटी अफ द कमोडिटी। यसले के भन्छ, सम कन्ज्युमर्स जज द क्वालिटी अफ अ कमोडिटी विथ इट्स प्राइस एन्ड थिङ्क द्याट द हायर द प्राइस द हायर द क्वालिटी। इन सच केस डिमान्ड इन्क्रिजेज वेन द प्राइस इन्क्रिजेज। तपाईँले कतिको ख्याल गर्नु भएको छ, जब मान्छेलाई धेरै पैसा हुन्छ उसले के सोच्न थाल्छ भन्दाखेरि यो महँगो छ भने यो पक्कै पनि राम्रो छ होला, यो महँगो छ भने यो पक्कै पनि राम्रो छ होला, र प्राइस बढेको अवस्थामा नि त्यसले के गरिदिन्छ, किनिदिन्छ सर म्याडमहरू। सो इग्नोरेन्स अफ कन्ज्युमर्स एबाउट द क्वालिटी अफ द कमोडिटीमा हामीले हेऱ्यौँ है, एउटा ल अफ डिमान्डमा त्यसले भाइलेट गर्छ भनेर। र डिटर्मिनेन्ट्स अफ डिमान्ड्स भनेको के हो भन्दाखेरि जे फ्याक्टर्सले डिमान्डलाई एफेक्ट गर्छ, यी सबै फ्याक्टर्स के हो भन्दाखेरि डिटर्मिनेन्ट्स अफ डिमान्ड हो। जे फ्याक्टर्सले के गर्छ, डिमान्डलाई एफेक्ट गर्छ, ती सबै भनेको के हो भन्दाखेरि डिटर्मिनेन्ट्स अफ डिमान्ड हो। र के डिटर्मिनेन्ट्स अफ डिमान्डको भन्दाखेरि प्राइस अफ द कमोडिटी, कुनै पनि कुराको डिमान्डको क्वान्टिटीकोलाई एफेक्ट गर्ने भनेको त्यसको प्राइसले हो। इन्कम अफ द कन्ज्युमर, कन्ज्युमरको इन्कमसँग के हुन्छ भन्दाखेरि पोजिटिभ रिलेसनसिप छ बिट्विन द इन्कम अफ द कन्ज्युमर एन्ड द क्वान्टिटी डिमान्डेड अफ अ कमोडिटी। प्राइस अफ रिलेटेड गुड्स जस्तै सब्स्टिट्युट गुड्ससँग पोजिटिभ रिलेसनसिप हुन्छ। यदि सब्स्टिट्युट गुड्सको प्राइस बढ्यो भने अर्को सब्स्टिट्युट गुड्सको डिमान्ड बढ्छ। जस्तै कि कोको कोलाको प्राइस बढ्यो भने पेप्सीको डिमान्ड बढ्छ। त्यही भएर यिनीहरूको बिचमा पोजिटिभ रिलेसनसिप हुन्छ। एउटा सब्स्टिट्युट गुड्सको प्राइस बढ्यो भने त्यसको जुन अर्को सब्स्टिट्युट छ त्यसको डिमान्ड बढ्छ सर म्याडमहरू। र नेक्स्ट इज द प्राइस अफ कम्प्लिमेन्ट्री गुड्स। यदि कम्प्लिमेन्ट्री गुड्सको प्राइस बढ्यो भने अर्को कम्प्लिमेन्ट्री गुड्सको डिमान्ड घट्छ, क्वान्टिटी डिमान्ड घट्छ। जस्तै कि चियाको डिमान्ड बढ्यो भने, चियाको प्राइस बढ्यो भने चिनीको डिमान्ड स्वत घट्छ, किनकि मान्छेले चिया कम खान थाल्छ। टेस्ट एन्ड प्रेफरेन्सेस अफ अ कन्ज्युमर, मैले अघि नै भनिसकेँ, तपाईँको टेस्ट र प्रेफरेन्सेस चेन्ज भयो भने तपाईँले अरू डिमान्डलाई घटाइदिनुहुन्छ। प्राइस बढे नि तपाईँले के गर्नुहुन्छ भन्दाखेरि आफूलाई मनपर्ने टेस्ट भएको, प्रिफरेन्स भएको कुराहरू खान थाल्नुहुन्छ। एक्सपेक्टेसन्स अबाउट द फ्युचर प्राइसेस, स्पेकुलेसनको नि हामीले माथि भनिसकेका छौँ। क्लाइमेट एन्ड वेदर कन्डिसन, जस्तै जाडो छ भने जाडो यामको लुगाहरूको प्राइस कमोडिटी बढ्छ, क्वान्टिटी डिमान्ड बढ्छ। र गर्मीमा गर्मीको लुगाको क्वान्टिटी डिमान्ड बढ्छ। पपुलेसन, जब कन्ज्युमर्स थपिँदै जान्छ, नयाँ नयाँ कन्ज्युमर्स थपिँदै जान्छ, त्यति बेला के हुन्छ भन्दाखेरि देयर विल बी द ग्रेटर डिमान्ड फर द कमोडिटिज। नयाँ नयाँ कमोडिटिजको डिमान्ड बढ्छ। स्टेट अफ बिजनेस, बिजनेसमा जेनरली के हुन्छ, बुम साइकल हुन्छ होइन, डिप्रेसन हुन्छ, बुम एन्ड डिप्रेसन भइराखेको हुन्छ। जब जब बिजनेस बुममा हुन्छ त्यति बेला के हुन्छ भन्दाखेरि सबै कुराको डिमान्ड बढ्छ। फुल इम्प्लोइमेन्ट हुन्छ, मान्छेहरूले कोले सबैले पैसा पाइराखेका हुन्छ। र जब डिप्रेसन स्टार्ट हुन्छ त्यति बेला के हुन्छ, डिमान्ड नि सिङ्क गर्छन्। अर्को छ एडभर्टाइजमेन्ट एन्ड सेल्स प्रमोसन। यसले के भन्छ भन्दाखेरि जब जब एडभर्टाइजमेन्ट हुन्छ, विज्ञापन गर्छ, तब डिमान्ड बढ्छ। त्यही भएर तपाईँलाई दिनदिनै एडभर्टाइजमेन्ट देखाउँछ टेलिभिजनमा, युट्युबमा, हो कि नहीं, इन्स्टाग्रामहरूमा होइन। मैले त मलाई अचम्म लाग्छ कि त्यो दिनभरि कतिको त कामै हुन्छ त्यो रिल्सहरू हेर्ने। कस्तो लुगा आयो, कस्तो ज्वेलरी आयो, कस्तो बेग आयो, कस्तो पर्स आयो भन्दाखेरि त्यो एडभर्टाइजमेन्ट गराएर न त्यसको डिमान्ड बढाइदिएको हो। अर्को छ गभर्मेन्ट पोलिसी। गभर्मेन्ट पोलिसी जस्तै ट्याक्सेसनले के गर्छ, डिमान्डलाई एफेक्ट गर्छ। धेरै ट्याक्स लाग्ने भयो भने मान्छेले त्यसको डिमान्ड गरिदिँदैन। अब इलास्टिसिटी अफ डिमान्डमा हामी इलास्टिसिटी भनेको के हो सर म्याडम, अरूलाई थाहा छ? इलास्टिसिटीलाई नेपालीमा के भन्छ? इलास्टिसिटीलाई नेपालीमा के भन्छ सर म्याडमहरू?
लोच भन्छ, लचकपन भन्नुभयो प्रकाशजीले, लोच भन्छ जेनरली तपाईँलाई। पाँचौँ तहको यदि क्वेसन्सहरू हेर्नुभयो भने मागको लोच, होइन, मागको लोचको नियमले के भन्छ भनेर यसरी सोध्छ कि लोच भन्छ, कन्फ्युज नहुनु होला। Elasticity of demand is the measure of the degree of the change in the amount demanded for a commodity in response to a given change in price of the commodity. तपाईँले प्राइस चेन्ज गर्दाखेरि क्वान्टिटी डिमान्ड कतिको लचकपन आयो, कतिको तन्कियो, त्यो कुरा नै के हो, इलास्टिसिटी अफ डिमान्ड हो। यदि प्राइससँग तपाईँले क्वान्टिटीको रिलेसन हेर्नुहुन्छ भने त्यसलाई प्राइस इलास्टिसिटी अफ डिमान्ड भन्छ। तपाईँले इन्कम सँग हेर्नुभयो भने त्यसलाई इन्कम इलास्टिसिटी अफ डिमान्ड भन्छ। रिलेटेड गुड्सको प्राइससँग हेर्नुभयो भने त्यसलाई क्रस प्राइस इलास्टिसिटी अफ डिमान्ड भन्छ। त्यसलाई क्रस प्राइस इलास्टिसिटी अफ डिमान्ड भन्छ। टाइप और डिग्री अफ प्राइस इलास्टिसिटी अफ डिमान्ड, कस्तो कस्तो किसिमको प्राइस इलास्टिसिटी अफ डिमान्ड आउँछ, जस्तै पोजिटिभ रिलेसनसिप होला, नेगेटिभ रिलेसनसिप होला, होइन, ती कुराहरूलाई अब हामीले डिस्कस गर्छौँ। लिस्ट कुरामा डिग्री अथवा टाइप्स अफ प्राइस इलास्टिसिटी अफ डिमान्ड। पर्फेक्टली इलास्टिक डिमान्डमा के हुन्छ, इलास्टिसिटीको भ्यालु इन्फिनिटी हुन्छ। पर्फेक्टली इनइलास्टिक डिमान्डमा के हुन्छ, इलास्टिसिटीको भ्यालु जिरो हुन्छ। रिलेटिभली इलास्टिकमा ग्रेटर देन वान हुन्छ, रिलेटिभली इनइलास्टिकमा लेस देन वान हुन्छ, युनिटरी इलास्टिकमा वान हुन्छ। मलाई भन्नुहोस् एग्रिकल्चरल कमोडिटिजको इलास्टिसिटी अफ डिमान्ड, प्राइस इलास्टिसिटी अफ डिमान्ड कस्तो होला? ऑब्जेक्टिव क्वेश्चन यहाँ नै छ सर म्याडमहरू, मोस्ट अफ द एग्रिकल्चरल कमोडिटिजको प्राइस इलास्टिसिटी अफ डिमान्ड कस्तो होला? सर म्याडमहरूबाट म्याक्सिमम एन्सर आउनु पर्यो क्या सर म्याडमहरू, बुझ्नु भएन? कुबेरजीले इलास्टिक भन्नुभएको छ, जस तपाईँ लाइनमै हुनुहुन्छ ठिकै छ त्यो कुराको, मैले एकदम जेन्युन एन्सर खोजिरहेको छु। तपाईँलाई सोध्यो रविनाजीले रिलेटिभली इनइलास्टिक भन्नुभएको छ, रिलेटिभली इलास्टिक भन्नुभएको छ। प्रकाशजीले रिलेटिभली इनइलास्टिक भन्नु, रिलेटिभली इनइलास्टिक हो। प्रकाशजीले भनेको कुरा रिलेटिभली इनइलास्टिक हो। इलास्टिसिटी अफ प्राइस इज लेस देन वान। ध्यान राख्नुहोस् त, चामलको प्राइस घट्यो भने, होइन, मान्छेले के गर्छ, चामल किन्छ, त त्यति धेरै साह्रो नै किनिदिँदैन, किनभने चाहिँ घुन लाग्छ घरमा नि त सर म्याडमहरू, विभिन्न समस्या आउँछ। पिठेको दाम घट्यो भने नि मान्छेले अलिक बढी किनिदिन्छ, तर त्यति बढी किनिदिँदैन कि घरमा घुन लगाएर राखोस् कि। रिलेटिभली इलास्टिक हुन्छ, द पर्सेन्टेज चेन्ज इन द क्वान्टिटी डिमान्डेड अफ अ प्रोडक्ट इज लोवर देन द पर्सेन्टेज चेन्ज इन द प्राइस। प्राइसमा जति चेन्ज भयो भने त्योभन्दा लोवर पर्सेन्टेजमा क्वान्टिटी डिमान्ड चेन्ज हुन्छ। किन भन्दाखेरि यो भनेको त बल्की कमोडिटिज हो नि त, एग्रिकल्चरल कमोडिटिज, बुझ्नुभयो? रिलेटिभली इनइलास्टिक हो। पर्फेक्टली इलास्टिक डिमान्ड के को होला? भन्नुहोस् त सर म्याडम, पर्फेक्टली इलास्टिक डिमान्ड के को होला? फेरि साल्ट भन्छ, लग्जरी गुड्स भन्छ। पर्फेक्टलीको इक्जाम्पल हेर्नुहोस् त, पर्फेक्टली इलास्टिकको इक्जाम्पल हेर्नुहोस् त सर म्याडमहरू, के रहेछ?
अब प्रकाशले डायमन्ड भनिदिनु भयो, एग्रिकल्चरल प्रोडक्ट भन्नु पर्फेक्टली इलास्टिकको इक्जाम्पल के हुन्छ सर म्याडमहरू भन्दाखेरि, भेन्डरमा जानु भएको छ कहिलेकाहीँ हाट बजार हटियामा आलु बिकिराखेका हुन्छ, एग्रिकल्चरकै मार्केट हेरौँ न एउटा, या फलफुल बेचिराखेका हुन्छ। तपाईँको त्यहाँ के हुन्छ भन्दाखेरि, कतिको तपाईँहरूलाई याद छ, त्यहाँ भन्छ 20 रुपियाँ किलो, 20 रुपियाँ किलो, अनि अर्कोले के भनिदिन्छ, 18 रुपियाँ किलो, 18 रुपियाँ किलो। नि जति मान्छे हुन्छ नि त्यो बजारको, त्यो कसेर बोलिराखेको हुन्छ, सब 18 रुपियाँ किलोमा गएर बस्दिन्छ। र त्यसको जति पनि कमोडिटी हुन्छ नि आलु, सबै बिकाइहाल्छ कि। 2 रुपियाँ त्यसले घटाइदियो, सबै मान्छे त्यो 18 रुपियाँमा बालामा गएर ल मलाई 2 किलो दिनुहोस्, मलाई 2 किलो दिनुहोस्, मलाई 5 किलो दिनुहोस् गरेर त्यसको पुरै आलु किनिदिन्छन्। जस्तै हिजै अस्तिको इक्जाम्पल लिनुहोस्, होली थियो अनि मासु धेरै बिक्यो। मासुको रेट अब जेनरली 1100, 1200, 1300 हेरी हेरी छ। काठमाडौँमा 1300 होला, कतै 1100 होला। कुनै मान्छेले मात्र 10,050मा मासु बेचिदियो जहाँ 1100 रेट छ, सबै भयभरको मान्छे त्यो 10,050बाट किनेर त्यसको मासु सट्ट बिग्रिन्छ। किनभने चाहिँ अ ग्रेटर चेन्ज इन डिमान्ड इन रिस्पोन्स टु स्मलर चेन्ज इन प्राइस। प्राइस थोरैले घटायो, ग्रेटर चेन्ज भइदियो डिमान्डमा। यो हो पर्फेक्टली इलास्टिक डिमान्ड। पर्फेक्टली इनइलास्टिकको इक्जाम्पल हो साल्ट। साल्ट तपाईँको बेसिक गुड्स हो। त्यो तपाईँले के गर्नुहुन्छ, त्यसको प्राइस घटोस् बढोस् तपाईँलाई बाल मतलब छैन, तपाईँलाई जति चाहिन्छ त्यति तपाईँले राख्ने हो होइन सधैँ। यही कुरा हो पर्फेक्टली इनइलास्टिक डिमान्डको। रिलेटिभली इलास्टिक डिमान्ड कसको हो, मोनोपोलिस्टिक गुड्सहरूको, जस्तै चक्लेट्स बिस्किट्सहरूको डिमान्ड हुन्छ। यो भनेको रिलेटिभली इलास्टिक डिमान्ड भनेको मोनोपोलिस्टिक गुड्स चाउँछ बिस्कुट्सहरूको। रिलेटिभली इनइलास्टिक डिमान्ड भनेको एग्रिकल्चरल कमोडिटिजहरूको हुन्छ। युनिटरी इलास्टिक डिमान्डको फेरि इक्जाम्पल भनेको युनिक छ। जस्तै तपाईँले के बुझ्नु भन्दाखेरि, बच्चाहरूलाई पैसा दिनुभयो चक्लेट किन्नको लागि भने तपाईँले जति दिनुहुन्छ, जति प्राइस बढाइदिनुहुन्छ त्यतिको त्यसले चक्लेटै किनेर ल्याइदिन्छ, त्यसले अरू कुरा लिँदैन। त्यो साना बच्चाहरूको केसमा यो युनिटरी इलास्टिक डिमान्ड हो। नभए युनिटरी इलास्टिक डिमान्ड अलिक क्लोथिङहरूमा लागु हुन्छ। यदि तपाईँ सपिङ गर्न जानु भएको छ विथ यो क्लोज वान, त्यति बेला तपाईँलाई के हुन्छ, तपाईँसँग जस्तै जतिले प्राइस तपाईँको फ्लक्चुएट भइराखेको हुन्छ नि, र बाँकी आउँछ नि पेनी अफ मनी, त्यसको पनि तपाईँले अर्को लुगा लिइदिनुहुन्छ। द्याट्स युनिटरी इलास्टिक डिमान्ड। प्राय क्लोथिङमा र प्राय बच्चाहरूले चक्लेट किन्ने कुरामा लागु हुन्छ युनिटरी इलास्टिक डिमान्डको, है सर म्याडमहरू। र ग्राफिकली पर्फेक्टली इलास्टिक डिमान्ड तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। पर्फेक्टली इनइलास्टिक डिमान्ड फेरि तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। डाइरेक्टली यो प्यारलल टु वाइ एक्सिस हुन्छ। रिलेटिभली इलास्टिक डिमान्ड भनेको कस्तो हुन्छ भन्दाखेरि, हल्का स्लोप हुन्छ, मोनोपोलिस्टिक गुड्सहरूमा लागु हुन्छ। रिलेटिभली इनइलास्टिक डिमान्ड भनेको एग्रिकल्चरल कमोडिटिजहरूमा लागु हुन्छ। र यो भनेको यसको स्लोपिङ बडी हुन्छ। युनिटरी इलास्टिक डिमान्डको कर्भ यस्तो हुन्छ। र तपाईँ हामीले के बुझ्न पर्यो सर म्याडमहरू भन्दाखेरि, यसको म्याथमेटिकली तपाईँले निकाल्न जानुभयो भने, म्याथमेटिकली निकाल्न जाँदाखेरि के हुन्छ भन्दाखेरि प्रोपोर्सनेट चेन्ज इन डिमान्ड अपन प्रोपोर्सनेट चेन्ज इन प्राइस हो। युनिटरी फेरि भनिदिनु भन्नुभएको छ। युनिटरी डिमान्डले के भन्छ, युनिटरी इलास्टिक डिमान्डले के भन्छ कि डिमान्ड कतिले चेन्ज हुन्छ जब प्राइस चेन्ज हुन्छ भन्दाखेरि, तपाईँले के ध्यान दिनुहोस् भन्दाखेरि, तपाईँहरूले क्लोथिङको मार्केटमा जानुभयो भने, क्लोथ किन्नको निमित्त भने, तपाईँलाई के भनिदिन्छ भन्दाखेरि, याद गर्नु होला, साडीहरू किन्न जाँदा तपाईँले वुमेन्ससँग प्रायः जानु भने वुमेन्स आर इजी टु पर्सुएड भन्छ कि, वुमेन्स आर इजी टु पर्सुएड भन्छ मार्केटिङमा होइन। अनि मार्केटरले के गर्छ, त्यो पसलेले यो जर्जटको साडी हो भन्छ, फेरि उसले के भन्छ, यो भनेको सिल्क हो, यो भनेको कान्जीवरम सिल्क हो भनिदिन्छ। कान्जीवरम सिल्क भन्ने बित्तिकै के भइदिन्छ, त्यो वुमेन जुन मान्छे हुन्छ नि, त्यसले त्यत्तिकै प्रोपोर्सनमा के गरिदिन्छ भन्दाखेरि प्राइस नै बढाइराखेको हुन्छ। अब त्यो सिल्कबाट कान्जीवरम सिल्कमा जाँदाखेरि जतिले प्राइस बढ्यो त्यतिले त्यहाँ जुन वुमेन हुन्छ, महिला हुन्छ, उसको हाटमा त्यो साडी किन्ने डिमान्ड बढ्छ कि। यो हो युनिटरी इलास्टिसिटी अफ डिमान्ड। ठ्याक्कै जतिले त्यसले प्राइस बढाइदिन्छ नि त्यहाँ त्यो त्यो पसलेले, त्यतिले त्यो डिमान्ड बढाइदिन्छ कि महिलालाई। कान्जीवरणबाट त्यो भनेको फेरि अर्कै सिल्कमा जाला होइन,
र यो भनेको युनिटरी इलास्टिसिटी अफ डिमान्ड हो कि तपाईँको डिमान्ड जुन छ नि, ठ्याक्कै जसरी जसरी प्राइस बढाउँदै लान्छ नि त्यसले साडीको, त्यसरी त्यसरी यहाँ वुमेनको डिमान्ड बढ्दै जान्छ त्यो साडीप्रति। बुझ्नुभयो? यो होइन कि हामीले यो लिने हो, उसको कस्तो हुन्छ प्राइससँग डाइरेक्ट रिलेसन भइरहेको हुन्छ। क्लथिङमा जेनरली यो लागु हुन्छ। बुझ्नुभयो रामजी? काञ्जीवरम सिल्क सुन्नु भएको छ कता पाइन्छ भनेर? प्राइस इलास्टिसिटी अफ डिमान्ड हेर्नुहोस्, प्रोपोर्सनेट चेन्ज इन डिमान्ड अपन प्रोपोर्सनेट चेन्ज इन प्राइस भन्छ। चेन्ज इन डिमान्ड भनेको चेन्ज इन डिमान्ड अपन चेन्ज अरिजिनल डिमान्ड अपन चेन्ज इन प्राइस अपन अरिजिनल प्राइस। यसलाई रिसफल गर्नु हो भने चेन्ज इन डिमान्ड अपन चेन्ज इन प्राइस अपन अरिजिनल इन्टु अरिजिनल प्राइस अपन अरिजिनल डिमान्ड हो। यो भनेको के हो भन्दाखेरि एमपी अपन एपी हो। यो भनेको के हो भन्दाखेरि एमपी अपन एपी हो सर म्याडमहरू। यो भनेको एमपी अपन एपी हो है सर म्याडमहरू, बुझ्नुभयो? यसलाई तपाईँले रिसफल गर्नुभयो भने एमपी अपन एपी आउँछ। यो सबैलाई रिसफल गर्नुभयो भने यसलाई अब तपाईँहरूले घरमा गएर आज गर्नुहोस्, एकचोटि सोच्नुहोस् त किन यो एमपी अपन एपी होला मैले तपाईँहरूलाई दिएँ। मार्जिनल प्रोडक्ट अपन एभरेज प्रोडक्ट होला। यदि इलास्टिसिटी अफ प्रोडक्सनमा नापियो भने डेल्टा क्यू अपन क्यू भनेको के हो? मार्जिनल प्रोडक्ट हो। डेल्टा पी अपन पी के हुन्छ? एभरेज प्राइस पनि दिन्छ। त्यही भएर एमपी अपन एपी हुन्छ इलास्टिसिटी अफ प्रोडक्सनमा। यसलाई हामीले अझ डिस्कस गरौँला। ल मैले तपाईँलाई एउटा क्वेसन दिएँ, इपी इजकल टु -2 हो। यो कस्तो किसिमको, यो कस्तो किसिमको इलास्टिसिटी अफ डिमान्ड छ? इपी इजकल टु -2 हो। यो कस्तो किसिमको इलास्टिसिटी अफ डिमान्ड हो? पर्फेक्टली इलास्टिक हो कि रिलेटिभली इलास्टिक हो कि रिलेटिभली इनइलास्टिक हो भन्नुहोस् त सर म्याडमहरू? रामजी प्रवीणजी भन्नुहोस् त के हो? इपी इजकल टु -2 यो के हो? तपाईँलाई लोकसेवामा क्वेसन सोध्छ, इफ इलास्टिसिटी अफ प्राइस इज -2 देन, if elasticity of price is -2 then the it is option A relatively elastic, option B relatively inelastic, option C perfectly elastic, option D perfectly inelastic या unitary elastic। के भन्नुहुन्छ? सबै सर म्याडमले रिलेटिभली इनलास्टिक भन्नुभएको छ र मलाई लाग्दैन यो रिलेटिभली इनलास्टिक होला। किन भन्दाखेरि मोडुलस लगाउनुहोस् पहिला, मोडुलस लगाउनुहोस्। मैले पहिला पनि तपाईँहरूलाई क्लास लिँदाखेरि सिकाएको छु, फिजिकलमा झन् गएरै सिकाएको छु। सबैभन्दा पहिला तपाईँको काम हुन्छ मोडुलस लगाउने। मोडुलस लगाउनुहोस्, टु आउँछ। टु के हो? वान भन्दा ग्रेटर हो। इपी ग्रेटर देन वान के को हो? रिलेटिभली इलास्टिक हो। सो द डिमान्ड इज रिलेटिभली इलास्टिक। नेगेटिभ साइनले के देखाउँछ भन्दाखेरि यदि प्राइस बढ्यो भने क्वान्टिटी डिमान्ड घट्छ, त्यो नदेखाउने। साइनले इन्डिकेट गर्छ रिलेसनसिप कस्तो हो। साइनले इन्डिकेट गर्छ रिलेसनसिप कस्तो हो। भ्यालुले इन्डिकेट गर्छ वेदर इट इज रिलेटिभली इलास्टिक र रिलेटिभली इलास्टिक है। भ्यालुले इन्डिकेट गर्छ वेदर इट इज रिलेटिभली इलास्टिक अर रिलेटिभली इनलास्टिक। क्लियर छ सर म्याडमहरू यहाँसम्म? केही कन्फ्युजन छ भने भन्नुहोस् है। इपी -0.5 छ, यो के हो? रिलेटिभली इलास्टिक हो कि रिलेटिभली इनइलास्टिक हो? इपी -0.5 के हो सर म्याडमहरू भन्नुहोस् त? रिलेटिभली इनइलास्टिक। किनभने मोडुलस लगाउनुहोस्, भ्यालु वानभन्दा सानो छ कि ठुलो छ। यदि वानभन्दा सानो छ भने त्यो इनइलास्टिक, वानभन्दा ठुलो छ भने इनइलास्टिक। साइनले इन्डिकेट गर्छ रिलेसनसिप बिट्विन द क्वान्टिटी डिमान्ड एन्ड प्राइस। र डिटर्मिनेन्ट्स अथवा फ्याक्टर्स एफेक्टिङ द प्राइस इलास्टिसिटी अफ डिमान्ड भनेको नेचर अफ कमोडिटी हो। माथि जसले डिमान्डलाई एफेक्ट गर्छ ती सबै भनेको प्राइस इलास्टिसिटी अफ डिमान्डलाई नै एफेक्ट गर्छ।
अब इन्कम इलास्टिसिटी अफ डिमान्ड हेरौँ, तपाईँहरूले प्राइस इलास्टिसिटी बुझ्नुभयो। इन्कम भनेको इन्कम बढिसकेपछि क्वान्टिटी डिमान्ड बढ्यो भने त्यसलाई पोजिटिभ इन्कम इलास्टिसिटी अफ डिमान्ड भन्छ। र इन्कम बढिसकेपछि कुनै कमोडिटीको डिमान्ड घट्यो भने त्यसलाई नेगेटिभ इन्कम इलास्टिसिटी अफ डिमान्ड भनिन्छ। So this is what you must understand, what is positive income elasticity of demand, what is negative income elasticity of demand. पोजिटिभ इन्कम इलास्टिसिटी अफ डिमान्डले के भन्छ भन्दाखेरि तपाईँको इन्कम बढ्यो भने कुनै पनि कुराको डिमान्ड बढ्छ, द्याट इज पोजिटिभ इन्कम इलास्टिसिटी अफ डिमान्ड हो। जस्तै लग्जरी गुड्सहरूको तपाईँले हेर्नुभयो भने इन्कम बढ्दै जान्छ, मान्छेले के गर्छ भन्दाखेरि बाइक लिन्छ, झन् इन्कम बढ्यो मान्छेले के गर्छ बुलेट लिन्छ, झन् इन्कम बढ्यो मान्छेले कार लिन्छ व्यागनर, त्योभन्दा नि बढी इन्कम बढ्यो मान्छेले के गर्छ भन्दाखेरि अलिक महँगो महँगो स्विफ्ट कारहरू लिन थाल्छ, त्योभन्दा नि बढी इन्कम बढ्यो भने मान्छेले के गर्ला अब भन्दाखेरि बुगाटी, त्यसपछि फरारीहरू लिन थाल्ला। भन्दाखेरि इन्कम बढ्दै जाँदाखेरि यसको डिमान्ड बढ्दै जान्छ मान्छेलाई लग्जरियस गुड्सको है। र नेगेटिभ इन्कम इलास्टिसिटी अफ डिमान्ड भनेको कस्तो, घरमा पुरानो जुन थोत्रे फर्निचर ओनिडा टिभीहरू जुन पहिला ब्ल्याक एन्ड व्हाइट हुन्थ्यो, यिनीहरूको डिमान्ड घट्दै गयो जब मान्छेको इन्कम बढ्दै जान्छ। र जिरो इन्कम इलास्टिसिटी अफ डिमान्ड भनेको इन्कम बढे घटे नि तपाईँको घरमा चाहिने एलपिजी ग्यास, तपाईँलाई चाहिने साल्ट, तपाईँलाई चाहिने किरोसिनको डिमान्ड भनेको सेम रहन्छ, या चाहिँ जिरो इन्कम इलास्टिसिटी अफ डिमान्ड यिनीहरूलाई भन्छ। यसको नि फर्मुला त्यही हो, प्रोपोर्सनेट चेन्ज इन डिमान्ड अपन प्रोपोर्सनेट चेन्ज इन इन्कम सर म्याडमहरू है। र क्रस प्राइस इलास्टिसिटी अफ डिमान्ड भनेको लेटेस्ट प्राइस इलास्टिसिटी अफ डिमान्डमा हामीले आउँछौँ। योमा के हुन्छ भन्दाखेरि सब्स्टिट्युट गुड्सको केसमा के हुन्छ भन्दाखेरि पोजिटिभ क्रस प्राइस इलास्टिसिटी अफ डिमान्ड हुन्छ। तपाईँलाई सोध्छ इफ द क्रस प्राइस इलास्टिसिटी अफ डिमान्ड इज पोजिटिभ देन द कमोडिटिज आर सब्स्टिट्युट गुड्स, अप्सन बी कम्प्लिमेन्ट्री गुड्स, अप्सन सी जोइन्ट गुड्स, अप्सन डी नन अफ एबभ। भन्नुहोस् त, यदि क्रस प्राइस इलास्टिसिटी अफ डिमान्ड पोजिटिभ हुन्छ भने त्यसलाई के भन्नुहुन्छ, त्यो पोजिटिभ हो भने त्यो कस्तो गुड्स हो सर म्याडमहरू? सब्स्टिट्युट्स हो भन्नुभयो, एकदम सही, सब्स्टिट्युट गुड्स हो है, सब्स्टिट्युट गुड्स हो। र यदि क्रस प्राइस इलास्टिसिटी अफ डिमान्ड नेगेटिभ छ भने त्यो कस्तो गुड्स हो, कम्प्लिमेन्ट्री गुड्स हो। र क्रस प्राइस इलास्टिसिटी अफ जिरो छ भने त्यो भनेको इन्डिपेन्डेन्ट गुड्स हो। यो सबै भनेको यहाँ छ। यदि यो स्लोप छ, पोजिटिभ स्लोप छ भने सब्स्टिट्युट गुड्स, नेगेटिभ स्लोप छ भने कम्प्लिमेन्ट्री गुड्स, र कुनै रिलेसनसिप छैन भने त्यो भनेको इन्डिपेन्डेन्ट गुड्स हो। र यसको फर्मुला पनि के हो भन्दाखेरि प्रोपोर्सनेट चेन्ज इन क्वान्टिटी डिमान्ड अपन प्रोपोर्सनेट चेन्ज इन प्राइस अफ रिलेटेड गुड्स हो। जस्तै क्वान्टिटी डिमान्ड एक्सको चेन्ज गरिदिनुहुन्छ भने प्राइस के को चेन्ज भइरहेको छ, वाईको चेन्ज हुँदैछ, रिसफल गर्नुहोस् भइहाल्यो। प्राइमेरी डिमान्ड र ड्राइभ डिमान्ड हामीले माथि नै डिस्कस गरिसकेका छौँ। र डिमान्ड फङ्सन भनेर कहिले काहीँ सोध्छ लोकसेवामा, डिमान्ड फङ्सन के हो? र डिमान्ड फङ्सन के हो सर म्याडमहरू भन्दाखेरि जति पनि फ्याक्टर्स एफेक्टिङ डिमान्ड छ ती सबैलाई फङ्सनको ब्राकेटमा राखिदिनु भयो भने र सबैलाई एक एक गरी एक्सप्लेन गर्नुभयो भने द्याट इज डिमान्ड फङ्सन हो। अल द डिटर्मिनेन्ट्स अफ डिमान्डको फङ्सनलाई तपाईँले डिमान्ड फङ्सन भन्नुहुन्छ है। यति छ डिमान्डमा, यसमा केही कन्फ्युजन छ तपाईँहरू भन्नुहोस्, नभए तपाईँहरूलाई मैले 2 देखि 5 मिनट एकचोटि सरसरी तपाईँहरूले के गर्नुहोस् भन्दाखेरि डिमान्ड पहिला दिमागमा एकचोटि पुरै रिसफल गर्नुहोस्, केही क्वेसन हुन्छ भने सोध्नुहोस्, र त्यसपछि हामी सप्लाई स्टार्ट गर्छौँ। आज सप्लाई नै हामीले कम्प्लिट गर्छौँ है। तपाईँहरूलाई 3 देखि 4 मिनटको मैले ब्रेक दिएँ डिमान्डबाट सप्लाईमा लानको लागि।
प्रकाशजीले के भन्नुहुन्छ सर, क्लास आज धेरै पछि भएको, अब डेली डेली कन्टिन्यू हुन्छ प्रकाशजी। रेस्यु कि तपाईँहरूको यो अब्जेक्टिभ भएको छ कि छैन? पहिला अब्जेक्टिभ गराउँदा बेस्ट हुन्छ नि तपाईँहरूले। कहिले छ इक्जाम तपाईँहरूको? सब्जेक्टिभ त कस्तो हो भन्दाखेरि इक्जामभन्दा पहिला हेर्नु भने ठ्याक्क तपाईँहरूलाई इक्जाम रिलेटेड क्वेसन्सहरू आउँछ नि त। अनि सब्जेक्टिभ त थाहा छ तपाईँले कति पढ्नुहुन्छ भन्ने कुरा हो। अब्जेक्टिभ त पुरै क्लियर गर्नुहोस्। अनि यो गण्डकी प्रदेशको इक्जाम आउन लाग्छ र तपाईँहरूको? कर्णाली। ओके, यता हेरौँ सप्लाई आज सकौँ पहिला। यहाँ सप्लाई हामीलाई अब डिमान्ड जस्तै सप्लाई हो, सप्लाईको पनि सबै कुरा डिमान्डमा पढिसक्यौँ हामीले। यो सप्लाई कभर भइसकेपछि जस्ट दुईवटा टपिक आज हामीले कभर गर्छौँ कि सब्जेक्टिभको। दुईवटा टपिक कुन कुन हामी कभर गर्छौँ भन्दाखेरि 2.1.1, 2.1.2 हाम्रो पुरै कभर हुन्छ दुईवटा टपिक है। सप्लाई हेरौँ अब। सप्लाई के हो भन्दाखेरि अमाउन्ट अफ कमोडिटी द्याट अ सेलर इज एबल एन्ड विलिङ टु अफर फर सेल एट अ गिभन प्राइसलाई हामीले सप्लाई भन्छौँ। सप्लायरले त्यो जे पैसामा त्यसलाई दिन खोज्छ नि, विलिङनेस टु अफर, त्यहाँ विलिङनेस टु बाई हो या विलिङनेस टु अफर छ। र सप्लाई सेड्युल भनेको त्यो सप्लाईको जुन रिलेसनसिप छ प्राइस र क्वान्टिटी अफ सेल, त्यसलाई जब तपाईँले टेबलमा राख्नु भने त्यो सप्लाई सेड्युल हो। इन्डिभिजुअल सप्लाई भनेको एउटा व्यक्तिले गर्ने सप्लाई हो भने मार्केट सप्लाई भनेको एउटा मार्केटमा टोटल व्यक्तिले गर्ने सप्लाई हो। सप्लाई कप भनेको के हुन्छ भन्दाखेरि ग्राफिकल रिप्रेजेन्टेसन हो। र ल अफ सप्लाई के हो भन्दाखेरि जसरी ल अफ डिमान्डमा नेगेटिभ स्लोप थियो, ल अफ सप्लाईमा के हुन्छ पोजिटिभ स्लोप हुन्छ। ल अफ सप्लाईमा के हुन्छ सर म्याडमहरू? पोजिटिभ स्लोप हुन्छ। र यसको कुनै एजम्सन्सहरू छ। नो चेन्ज इन कस्ट अफ प्रोडक्सन, नो चेन्ज इन प्रोडक्सन टेक्निक, no change in climatic condition, no change in availability of resources, no change in the scale of production, र नो स्पेकुलेसन अबाउट प्राइसेस इन द फ्युचर। भविष्यमा के हुन्छ प्राइसेस त्यसको स्पेकुलेसन नहोस् भनेर। र अर्को छ इलास्टिसिटी अफ सप्लाई। इलास्टिसिटी अफ सप्लाई इलास्टिसिटी अफ डिमान्ड जस्तै हो। प्रोपोर्सनेट चेन्ज इन क्वान्टिटी सप्लाइड अपन प्रोपोर्सनेट चेन्ज इन प्राइस। यसलाई रिसफल गर्नुभयो भने तपाईँको त्यो फर्मुला एउटा आउँछ डेल्टा क्यू अपन क्यू इन्टु डेल्टा क्यू अपन डेल्टा पी इन्टु पी अपन क्यू। यसलाई फेरि रिसफल गर्नुहोस् भने डेल्टा क्यू अपन क्यू इन्टु पी अपन डेल्टा पी आउँछ। र यसलाई फेरि तपाईँले त्यो इलास्टिसिटी अफ डिमान्ड जस्तै हेर्नुभयो, पर्फेक्टली इलास्टिक सप्लाई, पर्फेक्टली इनइलास्टिक सप्लाई, रिलेटिभली इलास्टिक सप्लाई, रिलेटिभली इनइलास्टिक सप्लाई र युनिटरी इलास्टिक सप्लाई भने तपाईँले के बुझ्न पर्यो भन्दाखेरि कि भ्यालु जसरी जसरी तपाईँको त्यो हाम्रो उता डिमान्डमा छ त्यस्तै चाहिँ इलास्टिसिटी अफ सप्लाई ग्रेटर देन वान भयो भने त्यो कस्तो हुन्छ? रिलेटिभली इलास्टिक। लोकसेवामा सोध्ने क्वेसन। लेस देन वान भयो भने कस्तो हुन्छ? रिलेटिभली इनइलास्टिक। वान भयो भने कस्तो हुन्छ? युनिटरी इलास्टिक भनेर हेर्नु होला। कर्भ पनि उस्तै उस्तै छ, ठ्याक्कै सेम टु सेम सबैको। र अब हामीले हेरौँ के भन्दाखेरि अलि इम्पोर्टेन्ट टपिक, वाट आर द डिटर्मिनेन्ट्स अफ सप्लाई कहिले काहीँ सोध्छ। प्राइस अफ द कमोडिटी तपाईँलाई थाहै छ, प्राइस अफ रिलेटेड गुड्स त्यो सप्लायरले के बेच्न खोज्छ जसको प्राइस बढी हुन्छ। कस्ट अफ प्रोडक्सन बढ्यो भने के हुन्छ भन्दाखेरि इन्भर्सली त्यसको सप्लाई घट्छ। प्राइस अफ इनपुट्स बन्यो भने नेगेटिभ रिलेसनसिप हुन्छ सप्लाईसँग। वेदर एन्ड क्लाइमेटिक कन्डिसन्सले के भन्छ भन्दाखेरि डिरेक्टली यसले एफेक्ट गर्छ सप्लाईलाई। जस्तै गर्मीमा गर्मीको क्लथिङहरूको सप्लाई बढ्छ भने जाडोयाममा जाडोको लुगाहरूको सप्लाई बढ्छ। गभर्मेन्ट पोलिसिज एन्ड रेगुलेसन्सले के गर्छ सर म्याडमहरू भन्दाखेरि गभर्मेन्ट इन्टरभेन्सन क्यान ह्याभ अ सिग्निफिकेन्ट इफेक्ट अन सप्लाई। ट्याक्स बढ्यो भने कस्ट अफ प्रोडक्सन बढ्छ र सप्लाई घट्छ ड्यु टु लोवर प्रफिट मार्जिन। किन भन्दाखेरि सप्लायरले हेर्ने भनेको प्रफिट मार्जिन हो। जति महँगो कुरा बेच्न पायो त्यति प्रफिट मार्जिन उसले बढी लिने हो। यो कुरा तपाईँलाई हेर्न पर्यो। अर्को छ टेक्नोलोजिकल चेन्जेस। एडभान्स्ड एन्ड इम्प्रुभ टेक्नोलोजी रिड्युसेस द कस्ट अफ प्रोडक्सन भन्छ, विच रेजेस द प्रफिट मार्जिन हो। अर्को छ डेभलपमेन्ट अफ न्यू अथवा एफिसियन्ट र मेटेरियल्स हो।
Development of improved efficient raw materials causes increase in production and thereby increase in supply भन्छ है। नम्बर अफ प्रोड्युसर फर्म्स इन्डस्ट्री मार्केटमा कति छ भन्दा कुराले पनि तपाईँको के हुन्छ, जति बढी भयो त्यति तपाईँको सप्लाई बढ्छ। र एक्सपेक्टेसन्स अफ फ्युचर प्राइसेसमा यदि सेलर्स कन्सर्न फर फ्युचर मार्केट कन्डिसनले डिरेक्टली एफेक्ट गर्छ सप्लाईलाई। इफ द प्राइस अफ अ प्रोडक्ट इज अबाउट टु राइज इन द फ्युचर द सप्लाई अफ द प्रोडक्ट वुड डिक्रिज, र त्यहाँ ब्ल्याक मार्केटिङ गर्न थाल्छन् supplierहरूले। However, the expectation about the fall in the price of a product in the future would increase the supply of product in the present context हुन्छ है। ट्रान्सपोर्टको कन्डिसन्स कस्तो छ? ट्रान्सपोर्टको कन्डिसन्स धेरै राम्रो भयो भने सप्लाई बढ्छ, किन भन्दाखेरि ट्रान्सपोर्टेसन कस्ट घटिदिन्छ र ओभरअल कस्ट घटिदिन्छ र प्रफिट मार्जिन बढिदिन्छ। क्यालामिटिज जस्तै वार फ्यामिनहरू भयो भने सप्लाई अफ गुड्सलाई डिस्टर्ब गर्छ, सर्टेज अफ कमोडिटिज हुन्छ, ब्ल्याक मार्केटिङ भइदिन्छ, फ्यामाइनको डर हुन्छ र सिभिल वार छड्ने हुने चान्सेस हुन्छ। अब हेरौँ सप्लाई फङ्सन। सप्लाई फङ्सन भनेको जति पनि डिटर्मिनेन्ट्स अफ सप्लाई छ त्यसलाई एउटा ब्र्याकेटमा क्लोज गरिदिनु भयो र फङ्सन लगाइदिनु भयो म्याथमेटिकल फङ्सनमै, त्यही भनेको सप्लाई फङ्सन हो। अनि इलास्टिसिटी अफ डिमान्ड र इलास्टिसिटी अफ सप्लाई पढे जस्तै तपाईँले यहाँ धेरै कुरा पढ्नुभयो। अब तपाईँको 2.1.1 2.1.2को जति पनि टपिक्स यहाँ कभर हुन्छ। अब यहाँ मैले एउटा तपाईँहरूलाई के जोडेँ भन्दाखेरि यो क्यालामिटिज भन्ने वर्ड जुन छ नि, यहाँबाट मैले अलि तपाईँलाई अब सब्जेक्टिभको दुईवटा टपिक भयो, अब अलि अब्जेक्टिभको पनि टच गरिदिउँ है। तपाईँहरूलाई कस्तो छ भन्दाखेरि सप्लाईमै तपाईँहरूले हेर्नु होला 1940को टाइममा, सुन्नुहोस् है ध्यान दिएर, यहाँ लेखिएको छैन। 1940को टाइममा के भएको थियो भन्दाखेरि मेक्सिकोमा एकदम ठुलो सर्टेज थियो कि सप्लाईको, एकदम सर्टेज थियो कि। र सप्लाई कसरी गरिन्थ्यो भन्दाखेरि एउटा गाडीमा चढेर मान्छे आउँथ्यो दुध लिएर, अनि उसले के गर्थ्यो पाइपबाट फाल्थ्यो, अनि मान्छेहरूले के गर्थे आफ्नो भाँडाहरू थापेर त्यसमा कलेक्सन गर्थे र त्यसको लागि मारपिट हुन्थ्यो कि मान्छेहरूको बिचमा। जसरी दिल्लीमा कहिलेकाहीँ तपाईँहरूले इन्डियन न्युज हेर्दाखेरि पानी लिनको निमित्त एउटा पानी फालिराखेको हुन्छ एउटा गाडीबाट, मान्छेहरूले आफ्नो भाँडोमा थापिराखेको हुन्छ, त्यहाँ झगडा भइरहेको हुन्छ। त्यस्तै समस्या थियो त्यति बेला मेक्सिकोको, एकदम भोकमरी थियो, अनि फुडको सर्टेज थियो, सप्लाई थिएन। मान्छेले मान्छेलाई के गर्थ्यो, रबरी गर्न थाले, मान्छेले मान्छेलाई कुटपिट गरेर सामान छिनछोड गर्न थाल्ने। भोको पेट न हो जे नि हुन्छ, अनि त्यहाँ सिभिल अनरेस्ट भयो के, त्यहाँ वार जस्तै थियो कि एउटा सिभिल वार। त्यति बेलै के भयो 1950को ताका तपाईँको नर्मन बोरलग जापान जानु भएको थियो। जापान जाँदाखेरि उसले के देखे भन्दाखेरि ड्वार्फ भेराइटिज देखे व्हिटको। र उनले के देखे थिए भन्दाखेरि मेक्सिकोको ठुलो समस्या किन सर्टेज अफ सप्लाई भइरहेको थियो भन्दाखेरि त्यहाँ टल भेराइटिज अफ व्हिट थियो, र जसले गर्दाखेरि के हुन्थ्यो जब माथि हेडिङ हुन्थ्यो अनि त्यो वेट बढ्थ्यो र त्यो सबै लजिङ भएर स्याटरिङ भएर तपाईँको प्रोडक्सन घटिरहेको थियो। उसले के सोच्यो, यदि मैले मेक्सिकोको हाई इल्डिङ व्हिट भेराइटिजमा यो ड्वाफ बनाइदिइहालेँ भने त्यहाँ त धेरै फल्छ। अनि उसले त्यही गर्नतिर लागे र जापानको त्यो ड्वाफ भेराइटिज अफ व्हिटबाट नोरिन टेन्जिन एक्सट्र्याक्ट गरे, र नोरिन टेन्जिनलाई ल्याएर के गरिदिए भन्दाखेरि तपाईँको यो व्हिटमा, मेक्सिकोको व्हिटमा इन्कर्पोरेट गरिदिनु भयो। अनि त्यसपछि के भइदियो भन्दाखेरि जुन प्रोडक्सन थियो त्यो जोमेट्रिकली बढ्यो कि, अर्थमेटिकली होइन, 200-300 बढेन कि, जोमेट्रिकली इन्टुले बढ्यो कि, गुणा 200 गुणा 300 गुणाले बढ्यो कि। अनि 2 गुणा 3 गुणाले बढ्यो, सरी है, दुई मतलब 100 थियो भने 200, यसरी 2 गुणा 3 गुणाले बढ्यो, जोमेट्रिकली बढ्यो। जोमेट्रिकली बढिसकेपछि के भइदियो भन्दाखेरि त्यो सप्लाई बढ्यो, प्रोडक्सन बढ्यो भने सप्लाई बढिसकेपछि एक्सपोर्ट बढ्यो, एक्सपोर्ट बढिसकेपछि जुन मेक्सिकोमा सिभिल अनरेस्ट थियो त्यहाँ प्रोस्पेरिटी आयो र मान्छेहरू सबै ह्याप्पी हुन थाले। र 1970sमा त्यही भएर त्यो व्यक्ति नर्मनी बोरलगलाई नोबल पिस प्राइज दियो, किनकि उसले मेक्सिकोमा पिस ल्यायो नि त।
र त्यति बेलै 1960सम्म यो समस्याहरू सल्भ भइसकेका थिए, त्यही भएर 1970मा नोबेल पिस प्राइज दिए। तर 1960समा जस्तै रक फेलर फाउन्डेसन भए, फोर्ड फाउन्डेसनले के देखिरहेको थिए, जसले एग्रिकल्चर रिसर्चका लागि फन्डिङ गरिराखेका हुन्छ, उनीहरूले के देखे भन्दाखेरि साउथ एसियन नेसन्सहरू पनि एकदम भनरेबल छन् रे, होइन, त्यहाँ पनि फुड डेफिसिट छन् रे। अनि उनीहरूले इन्भेस्टमेन्ट गरे। अनि फिलिपिन्सको पपुलेसन धेरै थियो, स्पेनले पहिला कब्जा गर्यो 300 वर्ष, त्यसपछि तपाईँको युएसएले कब्जा गरेको छ त्यसलाई 40 वर्ष जति। त्यहाँ पनि भुकमरी एकदम थियो। अनि के गर्यो भन्दाखेरि त्यहाँ इरीको स्थापना गर्यो 1960समा। र त्यहाँ पनि के गर्यो भन्दाखेरि डिगी उगेन जिनको डिस्कभर गर्यो, जुन ड्वार्फ जिन थियो, र पेट्टा जिन एउटा थियो, हाई इल्डिङ राइस भेराइटिज। डिगी उगेन र पेट्टालाई क्रस गरायो भने IR8 राइस आयो, जसलाई मिराकल राइस भनिन्छ। र यो मिराकल राइसले के गर्यो सर म्याडमहरू भन्दाखेरि फिलिपिन्सको पनि प्रोडक्सन र